नमस्कार सबैजनालाई। आज हामी नमस्कार सबैजनालाई। म सात्विक जोशी। आज हामी खेल्दैछौँ गाइज रोब्लक्समा। मेरो नाम हो सात्विक जोशी र आज हामी खेल्दैछौँ रोब्लक्समा पेटा हरर गेम। र यो गेम काफी फन गेम छ। लेट्स सी कति फन छ भाइ। म पनि हेर्नु त कति फन रहेछ यो गेम। अनि हामी गाइज 5 जनाको प्लेयर भइसक्यौँ हामी। र गाइज अब कुची 1 सेकेन्डमै हामी स्कुलमा जान्छौँ। अब लेट्स गो। स्कुलमा गयौँ हामी। अब चाहिँ गाइज यो एकदमै हो अमेजिङ हरर गेम हो। जापानिजले बनायो होला। जापानिज या चाइनिज स्किप गर्छौँ गाइज। के हो यो? यति धेरै छैन। कम गरौँ। हामी नि माथि जान्छौँ। माथि के क्लु पाउँछ होला हामीले। त्यही भएर माथि गएर चाहिँ फायर बल्स मात्रै छ। आइटम के है? टोयलेटमा पनि सर्च गर्नुपर्ने भने यहाँ टोयलेटमा त्यो पनि स्किप गर्नलाई अब जान त लगाउनु पर्यो। यहाँ सर्च गर्नु चाहिँ कोही त आएर छ। मेरो 135 वटा फायर बलहरू छ। चाहिँ मलाई 150हरू कलेक्ट गर्नु छ। कता छ?
टोयलेटमा हेर्नु त कसरी पाउनु रे 1H कता पाउने वाला छ है भने किन अरु कहिले 1H खोज्नु 1C भएको छ सेक्सनहरु 1D हुँदैन म 30 बजेसम्म बेच्छु हुँदैन क्लियर हट 1D हो यो 1 ये के हो 1O रे के 1O भने यहाँ कस्तो डेन्जरस मोन्स्टर भने के भाइ यार यो चीज कसरी फाइन्ड गर्ने भने के क्लु नै हामीलाई भेटा छैन आई मिन के क्लु त छ तर के गाइस मलाई लागेर छ कि भाइ मैले न भाइ सब यो गेम खेल्नलाई लायक छैन त्यही भएर गाइस न म अलि भिडियोमा हेरेर अलि स्किल्स लर्न गरेर आउँछु र तपाईलाई यसको पार्ट 2 चाहियो भने लाइक शेयर कमेन्ट गरिदिनु होला म राम्रोसँग प्रिपेयर र प्र्याक्टिस गरेर आउँछु सो भेटौँ तपाईलाई नेक्स्ट भिडियोमा तबतकले बाइ बाइ